हेर्नुहोस् है आज फेरि आलुदम बनाउँदैछु। यो चाहिँ आलुदम बनाउनु चाहिँ त्यति जान्दिनँ हो, अन्त फेरि आलुदम बनाउनु पऱ्यो। यो चाहिँ किन भन्दाखेरि चाहिँ मेरो नानीहरू भोलि चर्चको प्रोग्राम छ अनि सिलगढीपट्टि जाँदैछ। अन्त चाहिँ अहिले भर्खर अहिलेको कति बजी 11 साढे 11 भइसक्यो। अन्त नानीहरूले चाहिँ आलुदम लाने भन्यो। अन्त केही थिएन, रातो रङहरू केही थिएन। अन्त उयो हाल्नुपर्छ होइन यसमा के को कालो जिरा पनि छैन हो। अन्त चाहिँ यसरी बनाइदिँदैछु। कसले खानुहुन्छ तर यो अब उयो नगरिकन खाइदिनुहोस् ल। हेर्दा चाहिँ पुरै आलुदम जस्तो देखेन होइन, कलर रातो हुनुपर्छ नि त। अन्त कालो जिरा हुनुपर्छ नि त होइन, छैन तर कालो जिरा पनि छैन, के पनि छैन। तर पनि अब 11:30 के गर्नु अन्त हो। भोलि बिहानै 4 बजी हुन्छ अरे। अन्त चाहिँ बनाइदिएको हाउरीको आलुदम भयो, तर मिठो छ खाना चाहिँ एकदम दामी छ। पिरो बनाइदिएको छु। अब चाहिँ यो टोटली भइसक्यो। अब म मेरो नानीलाई यस्तो हालिदिन्छु। यसमा हालिदिँदैछु। अब रातितिर 11 बजी साढे 11:30 भनेपछि 11:30 बनाइदिँदै गरेको है आलुदम चाहिँ। कतिजना छ थाहा भएन हो, सबैजनाले बाँटेर पुरी पनि बनाइदिउँ भनेको थिएँ। अन्त उयो बेलुका त उयो हुने रहेछ, करा हुन्छ अरे भने कि। अन्त यस्तो आलुदम पुरीपट्टि चाहिँ त्यति छुइनँ हौ, म जान्दिनँ। बरु चिकन चिल्ली अन्त यस्तोहरू चाहिँ फेरि मजाले बनाउँछु म। कलर चाहिँ घिनलाग्दो देखेँ तर रातो भएन, कलरै थिएन र। यो चाहिँ तर अहिले छोप्दिनँ।